श्रम संस्कृति पार्टी जिंदाबाद जिंदाबाद भोट केमा माटोमा जो सबैमा जय माटो जय माटो। आजभन्दा केही महिना अगाडिबाट हाम्रो सन्दकपुर 1 वडा नम्बर 1 मा चाहिँ श्रम संस्कृति पार्टीको घर दैलो कार्यक्रम श्रमदान अभियान लगायत विभिन्न कार्यक्रमहरूमा चाहिँ हाम्रो यहाँको स्थानीय युवाहरू चाहिँ सक्रिय रूपमा निस्वार्थ रूपमा हामी सहभागी हुँदै आइरहेका छौँ र विशेष गरेर हामी आज घर दैलो कार्यक्रममै छौँ र आजको विशेष गरेर हामी खरखरे छिर्दैछौँ घर दैलो कार्यक्रम साथसाथै चाहिँ त्यहाँको छिमेकीहरूसँग सल्लाह सुझाव आदान प्रदान गर्ने कार्यक्रममा हामी छौँ भनौँ न होइन र आज लगभग हाम्रो अन्तिम चरणको लगभग आजदेखि हामी स्थगित गरेको छ होइन विशेष गरेर हाम्रो इलाम क्षेत्र नम्बर 1 को विनोद नेम्बाङ जिताउँ अभियानलाई हामी सफल पार्नको लागि हामी यसरी सक्रिय रूपमा लागि परेका छौँ र तपाईँहरूले पनि साथ र सहयोग गर्नुहोला। तपाईँहरूको भोट सल्लाह सुझाव हामीलाई एकदमै आवश्यक पर्छ। अब कतिपय कारणले तपाईँहरूको घरसम्म घर दैलो कार्यक्रम गर्दै आइपुग्न सकिएन, त्यसप्रति हामी क्षमा चाहन्छौँ भन्न चाहन्छौँ होइन। चुनावमा अत्याधिक मतदान पटाउने सिस्टम त्यति गरेर तपाईँ लगाइदिनु भने तपाईँको मत बदर भएन है। अनि ढुवाङमा खसाइदिएपछि तपाईँको मत अर्को साम्पाङलाई ल हामी चाहिँ खरखरे हिले क्षेत्रमा छौँ है। हर्कबाद विनोद नेम्बाङको युथ अभियानमा चुनाव चिन्ह लिएर हिँडिरहेको छु। विचार काम राम्रो छ भने नेताले भोट मागिबस्नु पर्दैन होइन त, जनताले नै मागिदिन्छ। माटो सुन्नु भएको छ नि अन्जुलीको हातमा माटो कहाँ छ होला एकपल्ट। अहिले चाहिँ हामी खरखरे क्षेत्रमा छौँ र पानी पनि पर्नै लागेको छ। हाम्रो टिमले चाहिँ फोटो खिच्दैछ हाम्रो गुराँससँग होइन त, लाली गुराँससँग। हामी प्रत्येक घरै अब नछुटाउँ भन्ने चाहिँ छ। फोन मार्फत नै अनुमति लिएर चाहिँ मैले यहाँ टालिदिनु भयो होइन त, ल ठिक छ। वडा मान्छे हाम्रो इलाम क्षेत्र नम्बर 1 को नाम चाहिँ विनोद नेम्बाङ हुनुहुन्छ। उहाँको हाम्रो क्षेत्र नम्बर 1 को प्रत्यक्षतर्फको उम्मेदवार। यो माटोको त महत्त्वै भएन नि त, अनि नगाडी त हामीलाई के इच्छा कस्तो उहाँको अनुरोधमा एउटा गाडी दिइरहेको छौँ है। हुन्छ हुन्छ लु भरे पनि आउँछौँ है छन्। लाल यो त अहिले अनुमति दिए अनुसार हामीले यो काम गरेको। अब तपाईँको अनुमति हामी कुनै काम गर्दैनौँ। बुझिराख्ने कुरा अनुमति चाहिँ अनुमति छ। हामी चाहिँ अहिले हिलेको सबैभन्दा माथिल्लो भेगमा आइपुगेका छौँ। पानी नि पर्न लागेको छ र कतिपय साथीहरू पछाडि नै आउनुहुँदैछ। श्रम संस्कृति पार्टी